अनि रेजोल्युसनले कतिखेर काम गर्छ भने जब चाहिँ तपाईँको गुड बिहेभियर्सहरू हुन्छ नि, यो भनेको चाहिँ तपाईँलाई रेजोल्युसन राख्न मन लाग्नुको कारण के त? किनभने तपाईँलाई आफ्नो लाइफमा केही चेन्जेस ल्याउनु छ, केही परिवर्तन ल्याउनु छ। त्यो परिवर्तन भनेको चाहिँ नट जस्ट परिवर्तन भन्दाले कम्प्लिटली ए टु बीमा चेन्ज हुने मात्रै होइन कि तपाईँको जुन चाहिँ गुड बिहेभियर्सहरू छ त्यो गुड बिहेभियर्सहरूलाई चाहिँ ब्याड बिहेभियर्सले चाहिँ सराउन्ड गरेर राखेको हुनसक्छ होइन। त्यो सराउन्ड गरेर राखेको ब्याड बिहेभियर्सलाई हटाउँदै गइयो भने गुड बिहेभियर्स अटोमेटिकली आउन सक्छ। त्यो हटाउने एउटा तरिका पनि रेजोल्युसन हो। सो यसले गर्दाखेरि चाहिँ जुन खालको एउटा फ्रिक्सन हुन्छ तपाईँको गुड बिहेभियर्स गर्ने फ्रिक्सन हुन्छ गुड बिहेभियर्सको लागि। जस्तो तपाईँ एक्सर्साइज गर्न जानुहुन्छ, बिहान उठ्नु पाएको छैन एक्सर्साइज गर्न जानुहुन्छ, मानौँ जाडो महिनामा त्यो अलिक गाह्रो हुन्छ, खाटबाट उठ्न सकिँदैन, त्यो न्यानोपनबाट निस्किन सकिँदैन। अनि अर्को कुरा के हुन्छ, तपाईँ बिहान उठ्नुहुन्छ, बिहान उठेपछि ओहो ल लुगा खोइ मेरो कता छ, एक्सर्साइज गर्ने लुगै छैन, जुत्ता छैन, मोजा छैन, हिजो धुन हालेको थियो यताउता भन्ने त्यो सबै फ्रिक्सन भयो, तपाईँको लाइफको फ्रिक्सन भयो। एक्सर्साइज गर्न जाने चाहिँ तपाईँ एउटा गोल भयो भने त्यो गोलबाट चाहिँ तपाईँको लुगा नभेट्टाउनु अथवा आफू त्यसको लागि भोलि प्रिपेयर हुनुको लागि धेरै टाइम लाग्नु भनेको त्यो फ्रिक्सन भयो। रेजोल्युसन, म भोलिदेखि मेरो भोलिपल्ट एक्सर्साइज गर्न जाने लुगा मेरो खाटको साइडमै राख्छु, अघिल्लो दिन नै अघिल्लो रात नै म प्रिपेयर्ड भएर बस्छु, खाटको साइडमै राख्छु र भोलिपल्ट बिहान जुरुक्कै उठ्छु, लुगा लाउँछु, टाप। त्यसले चाहिँ फ्रिक्सन रिड्युस गर्यो। तपाईँको रेजोल्युसन त्यो हुनुपर्छ, नट कि म आजबाट सधैँ एक्सर्साइज गर्छु, म आजबाट 200 पुसअप गर्छु। त्यो पनि रेजोल्युसन हुनसक्छ, तर त्यो भनेको चाहिँ आफूलाई ओभर अचिभ गर्न खोजेर अनि लास्टमा गएर केही पनि अचिभ अनि अन्डर अचिभ गरिन्छ अनि एकदम गिल्टी फिल हुन्छ र त्यसले गर्दाखेरि हामीले त्यो रेजोल्युसनै कम्प्लिटली बन्द गर्छौँ। त्यो होइन। मेरो रेजोल्युसन के हुनुपर्छ, म आजदेखि दिनको 10 पुसअप गर्छु भन्ने हुन्छ। ह्याबिट सेट गर्ने हो रेजोल्युसन। टार्गेट सेट गर्दाखेरि म अबको 2 हप्तामा म खतरा बन्छु भनेर सेट गर्ने होइन, म नेक्स्ट इयरसम्ममा भनेर सेट गर्ने हो। तपाईँले चाहिँ मैले यस्तो खालको एक्टिभिटिजहरू सोच्नुपर्छ जुन चाहिँ मैले 1 केही दिनमा नै गर्न सकूँ, 2 केही महिनामा गर्न सकूँ, 3 1 वर्षभित्र गर्न सकूँ, सो द्याट मैले नेक्स्ट इयर चाहिँ जनवरी 2nd 3rd 4th जहिले तपाईँ रिफ्लेक्ट गर्नुहुन्छ त्यो बेलामा चाहिँ मैले रिफ्लेक्ट गर्दाखेरि त्यो वर्षभित्र चाहिँ मैले के अचिभ गरेँ त भनेर हेर्न पनि पाऊँ र साथसाथै तपाईँको लङ टर्म रेजोल्युसन पनि हुनुपर्छ। हेल्दी खानेकुरा खाने भनेको तपाईँले यो वर्ष मात्रै हेल्दी खाने कुरा त खानुहुन्न होला, यसपछिको सालहरूमा पनि खान खोज्नुहुन्छ होला होइन। भनेपछि तपाईँसँग डिफ्रेन्ट टाइम लाइन्समा कम्प्लिट गर्ने डिफ्रेन्ट खालको एक्टिभिटिजहरू हुनुपर्छ।